ट्रोल हुँदाखेरि ललितपुरको आइपुग्यो भन्ने त्यो कुरा चाहिँ मिथ्या थियो। पहिलो दमकल हाम्रै गएको हो, हामी नै गएको हो। ललितपुरको दमकल बोलाउने काम तपाईँहरूले गरेको भन्दा पहिला हामीले गरेको थियो। त्यहाँ जुद्ध बारुद केन्द्रबाट समयमा निस्कियो खबर पाउन साथै। तर आगलाई जुन चाहिँ घटना घटेको ठाउँमा चाहिँ समयमा पुगेको छ छैन तपाईँहरूलाई थाहा छ कि छैन? यो म प्रश्न हो यो मेरो। विघटना भएका व्यक्तिहरू अहिले हामीले पार्किङ हटाउनलाई प्रयोग गरिरहेका छौँ। त्यो जनशक्तिलाई दमकल निस्किएको देखिने ठाउँमा चाहिँ समयमा नपुगेको, यसको बिचको चाहिँ यो जुन चाहिँ कमी कमजोर छ के कारणले भयो भन्ने सवालमा चाहिँ म अलिकति प्रश्न के गर्न चाहन्छु भने दमकल निस्किएको छन् तर जुद्ध बारुद केन्द्रमा पानी नभएकोले पानी लिनु गएर पानी लिएर आइसकेको अवस्थासम्ममा अरू आर्मीको, ललितपुर महानगरपालिकाको र अन्य भक्तपुरको समेत दमकल त्यहाँ पुगिसकेको अवस्था र त्यसपछि चाहिँ हाम्रो जुद्ध बारुद केन्द्र जुन चाहिँ 2 मिनट 5 मिनटको चाहिँ डिस्टेन्समा भएको जुद्ध बारुद केन्द्र त्यहाँ पुगिसकेको अवस्था देखेका। त्यसले गर्दाखेरि भर्खर चाहिँ समितिका संयोजकले भन्नुभयो जस्तै समयमा ठाउँमा कसरी चाहिँ समयमा नपुग्यो भन्ने कुरा यसमा कमजोर देखिएको छ। ल त्यसपछि चाहिँ घटना घटिसकेपछि तत्कालीन रूपमा हुन त विश्वका अध्यक्षज्यूले पनि यहाँसँग चाहिँ पर्सनली कुरा राखिसक्नु भएको होला। धेरै फोन कल हुन्छन्, स्थानीयले फोन गर्छन्, फोन उठिन्छ, त्यसपछि त्यो बिचमा 5-10 मिनट चाहिँ ग्याप हुने रहेछन् र त्यसपछि चालकको समस्याहरू अहिले भनिसक्नुभयो। एकजना चालक मात्र रहेछन् त्यहाँ, चालक सुतिरहेको अवस्था छन्, उठेर आउँदाखेरि समय लाग्ने भन्ने कुराहरू चाहिँ हुन्छन् र मान्छेहरू आँटिसकेको हुन्छन् र त्यहाँबाट आँटेको मान्छेहरू 1-2 मिनट 5 मिनटमा 2 मिनटमा पुग्ने ठाउँ भएकोले दौडेर जान्छन्। दौडेर गइसकेपछि त्यहाँ कराउँछन्, चिच्याउँछन्, अनि त्यसपछि बल्ल बल्ल चाहिँ दमकल स्टार्ट हुन्छन् र अनि त्यसपछि अनि अर्को फेरि समस्या पानीको आउने रहेछन् त्यहाँ र त्यो गर्दै जाँदाखेरि चाहिँ त्यहाँ त्यो आगोले विकराल रूप लिइसकेको हुने रहेछन् भन्ने कुरा घटनाहरू यहाँले चाहिँ बुझ्नुपर्छ। त्यसैले म के भन्न चाहन्छु भने यसमा चाहिँ विशेष गरी चाहिँ हाम्रो जुद्ध बारुद यन्त्रमा आगलागी नियन्त्रणका लागि राखेको जुन ठाउँ हो त्यो ठाउँमा को नेतृत्व गर्ने जुन चाहिँ विभागीय प्रमुख हुनुहुन्छ त्यो सक्षम व्यक्ति हो कि होइन प्रश्न अहिले चाहिँ उठिरहेको अवस्था छन्। किनभने त्यहाँ आग कागज कपडाको गोडामा आगो लागेको छ, हामीले पानी छर्कियो भने त्यहाँ के हुन्छ भन्ने कुरा उसलाई जानकारी छ कि छैन, एक नम्बर। अर्को चाहिँ त्यसैले गर्दाखेरि अब पानी हाम्रो 23वटा भित्रमा एक्जाम्पल भन्नु भने म आफै पनि मलाई फोन चाहिँ 4:30 बजे आएको थियो, म त्यहाँ 5 बजे भित्र पुगिसकेको थिएँ। त्यसपछि मेरो 23वटामा लगभग 1 लाख लिटर पानी रिजर्भ छ जुन चाहिँ त्यो घटना गरेको ठाउँ र जुद्ध बारुद केन्द्र मेरो आफ्नै वडा भित्र नै पर्छन्। उहाँहरूले सबैले थाहा छन् कि 23वटा भित्रमा चाहिँ कमसेकम 30-30 हजारको लिटरको ट्याङ्की 4वटा बनाइरहेको छ। कहाँ कहाँ छ एकचोटि चाहिँ समन्वय गरौँ कि भन्ने उहाँले गर्नुभएको भए सायद कि त्यो दमकलले बाल्दोसम्म पानी लिन जानु पर्ने थियो होला, त्यही आफ्नै आँगनमा उसले पानी पाउँथ्यो। तर उहाँहरू जानुभयो, कहाँ जानुभयो थाहा भएन। त्यसैले यसले गर्दाखेरि पनि यो विकराल रूप लिएको अवस्था जस्तो देखिन्छन्। दोस्रो, अब त्यहाँ विघटनाको कमी अघि भने विघटनाको कमी कसरी देखियो भनेर भन्दाखेरि त्यहाँ कस्तो किसिमको आगलागी भएको हो र त्यहाँ कस्तो किसिमले चाहिँ अब चाहिँ नियन्त्रण गरियो भने ठिक हुन्छ भन्ने कुरा जानकारी हुनुपर्ने हो, तर त्यो देखिएनन्। अनि यो विघटनाको कमी कमजोरी कसरी मैले महसुस गरेँ भनेर भन्दाखेरि पातनबाट आएका दमकलको मा 2टा व्यवस्था रहेछ, पानी र फोम। अब त्यहाँ आवश्यकता अनुसारले उनीहरूले चाहिँ त्यहाँ त्यो प्रयोग गर्ने र त्यसले गर्दाखेरि चाहिँ अब चाँडै नियन्त्रण गर्नलाई चाहिँ उसले चाहिँ धेरै सहयोग पुग्ने अवस्था देखिएको छ। त्यसैले हाम्रो दमकल हुन त ढिला पुगिहाल्यो सबै आइसकेपछि। दोस्रो, अब त्यहाँ विघटनाको कमीहरू त्यहाँ देखेकोले चाहिँ यी ठुलो विकराल रूप जस्तै सुरुमा आउँदाखेरि चाहिँ जुन गोडाममा लागेको थियो त्यसलाई मात्र नियन्त्रण गर्न सजिलो हुन्थ्यो र त्यसपछि भक्तपुरबाट आएर उनीहरूको स्ट्राटेजिकल त्यहाँ के हो भने एउटा क्षेत्रले कसैले भक्तपुरले पश्चिम क्षेत्र चाहिँ नियन्त्रण बढ्न नदिने, किनभने आगो लागिसकेपछि निभाउने भन्दा पनि अब अरू थप क्षति हुन नदिने बढ्न नदिने काम उनीहरूले गर्ने रहेछन्। त्यस्तो हिसाबले एउटाले पश्चिम क्षेत्र चाहिँ बढ्न नदिने, एउटाले दक्षिण क्षेत्र बढ्न नदिने, अर्को त्यस्तो हिसाबले चाहिँ पाटन भक्तपुर र त्यहाँ चाहिँ अब आर्मीको दमकलले आफ्नो स्ट्राटेजिकल काम गरिरहेको थियो। त्यसमा फेरि हाम्रो दमकलको हाम्रो फायर हाइड्रेन्टहरूले चाहिँ अलिकति त्यहाँ त्यस्तो विघटना कम देखियो, जसले गर्दाखेरि उनीहरूलाई पानी हान्ने मात्रै याद छ, अरू त्यति उनीहरूले सोच्न सक्ने अवस्था नै उहाँहरूसँग भएन। र त्यसपछि चाहिँ मैले अघि भन्न खोजेको चाहिँ विशेष गरी यसमा के भन्न चाहन्छु भने
म 5 बजे पुगेँ, 5 बजेपछि मैले सबभन्दा पहिला अब पानी कमजोरी भयो भनेर थाहा भइसकेपछि म कहाँ भएको पानीलाई निकाल्नु पर्यो, त्यहाँबाट चाहिँ लोड गरेर ल्याउनुको लागि भनेर विभागीय दमकलको चाहिँ प्रमुखजीलाई मैले फोन गरेँ। उहाँले पानीको पानी लिन गइरहेछ मात्र भन्नुहुन्छ। ए बाबा, म कहाँ भएको चाहिँ पानी कमसेकम लोड गरेर पठाइदिनुको लागि त्यहाँ हामीले पोर्टेबल पम्प किनेको छौँ। पूर्व मेयर विद्या सुन्दर साकियाले नाम दिनुपर्छ हामीले। त्यो बेलाका सिपिसी सामाजिक होइन त्यो भनौँ, अहिले सिपिसीबाट चाहिँ एउटा प्लानिङ गरेर हामीले चाहिँ पोर्टेबल पम्प र त्यहाँ चाहिँ थप आफ्नै घरको ट्याङ्कीबाट पनि धेरै आगलाई नियन्त्रणलाई चाहिँ तत्काल पर्नासाथ नियन्त्रण गर्न सक्ने गरी भनेर हामीले त्यो पोर्टेबल पम्प आवश्यकता छ पिटी सहरको लागि भनेर चाहिँ हामीले त्यहाँ ड्रिल पनि गरेको थिएँ र त्यहाँ प्र्याक्टिस पनि गरेको थिएँ। अब त्यसलाई आधार मानेर हामीले अहिले झुड्डो बारो केन्द्रमा 2टा चाहिँ पोर्टेबल पम्प पनि छ त्यहाँ, जुन चाहिँ अस्ति चाहिँ राष्ट्र सभागृहमा पानी भर्दाखेरि त्यही पम्पबाट चाहिँ फालिरहेको थियो। त्यो पम्प थियो, मैले त्यो विभागीय प्रमुखलाई पटक पटक भने ए बाबा त्यो पम्प ल्याइदिनु हो, त्यहाँ पानी त्यहाँबाट लोड गरेर त्यो ट्याङ्कीमा चाहिँ लोड गरिदिनु पर्यो भनेर भन्दाखेरि ज्यानकै मान्नु भएन उहाँ। ज्यानकै कमसेकम आधा घन्टा उसले डिस्टर्ब गरिदियो मलाई। त्यसपछि म राजु पाण्डेज्यू नगर प्रमुख उहाँको चेन अफ कमान्ड उहाँकोमा बस्नुहुन्छ उहाँ, मैले राजु पाण्डेज्यूलाई फोन गरेर चाहिँ ल तपाईँको कर्मचारीले मेरो कुरा सुनेन, मानिएन, त्यसरी तपाईँले भनिदिनु पर्यो भने चाहिँ मैले उहाँ चिठ्याएर उहाँसँग भने। त्यसपछि उहाँले भनिसकेपछि 6:15 साढे 6 भित्रमा मात्रै त्यो पानी टान्ने पम्प जुन चाहिँ पानी लोड गर्ने पम्प ल्याएर चाहिँ उसले चाहिँ मेरो म 23 वडामा भएका त्यो ट्याङ्कीमा चाहिँ उसले चाहिँ व्यवस्थापन गरेर त्यसपछि 2 मिनट 3 मिनट भित्रमा पानी लोड गरेर त्यहाँ चाहिँ एकदम सहज रूपमा चाहिँ पानी सप्लाई भयो। लगभग मकानको 1 लाख लिटर हालडी पानी मध्ये 70,000 लिटर पानी चाहिँ त्यहाँ प्रयोग भएको छ भनेर भन्दाखेरि यो समस्याहरू कमजोरी हो। पर्दाखेरि चाहिँ तत्कालीन रूपमा चाहिँ त्यस्तो विपद पर्दाखेरि सबै संयन्त्रहरू एकदम एक्टिभ हुनुपर्नेमा अब त्यस्तो चाहिँ कमजोरीहरू देखेको छ। अब यसलाई चाहिँ अब यो त भइसक्यो, अब भोलि पनि त्यस्तो नहोला के भन्ने। अब यसलाई चाहिँ अब कसरी व्यवस्थापन गर्ने, त्यसैले अब विज्ञताको कमी भनेर भन्नुको मतलब चाहिँ के भने हामीले जुड्डो बारुद यन्त्र सञ्चालन गर्नको लागि चाहिँ क्षमता विकास गर्नुपर्छ भनेर त्यहाँ धेरै कर्मचारीलाई क्षमता विकासको ट्रेनिङहरू दिएको छु। हामीले सबैले बुझेको छ, धेरै त्यो विज्ञता भएका व्यक्तिहरू अहिले हामीले पार्किङ हटाउनलाई प्रयोग गरिरहेका छौँ त्यो जनशक्तिलाई। तर विज्ञता नभएका व्यक्तिहरू त्यहाँ दमकलमा प्रमुख भएर बसिराख्नु भएको छ। हेर्नुहोस्, दुर्भाग्य भनौँ कि के भनौँ, घटना घटिसकेपछि हामीले यो मूल्याङ्कन गरिरहेछौँ अहिले। त्यसैले यस्तो चिज चाहिँ नहोस्। हामीले जति विज्ञताको हासिल गर्नको लागि देश विदेशमा चाहिँ हामीले प्र्याक्टिकलको लागि पठाएको छौँ, अध्ययनको लागि पठाएको छौँ, ट्रेनिङको लागि पठाएको छौँ, त्यस्तो जनशक्तिहरूलाई त्यस्तो ठाउँमा नेतृत्वमा राख्नुपर्छ भन्छु म चाहिँ। अहिले यो म प्रस्ताव पनि राख्न चाहन्छु। त्यसैले यी कामहरू फेरि त्यस्तो चाहिँ दुर्घटना हुँदाखेरि नहुने गरी हामीले कसरी चाहिँ सूक्ष्म रूपमा चाहिँ व्यवस्थापन गर्ने त्यसमा ध्यान दिन म प्रमुखजीलाई चाहिँ अनुरोध गर्छु। यो दमकलको विषयमा विशेष 2 शब्द राख्न अनुमति चाहन्छु। यो 23 र 24 गते र अस्ति 13 गते, असोज 13 गते, भदौ 23 र 24 गतेको विषयलाई मैले थोरै यहाँ जोड्न चाहेँ। 23 गते जेन्जी आन्दोलनको क्रममा आन्दोलन भइसकेपछि सुरुमा लगभग 1 बजेतिर हामीलाई फोन आएको थियो। शान्तिनगर गेट, वडा नम्बर 31 शान्तिनगर गेटमा एम्बुलेन्समा आगलागी भयो, नियन्त्रण गर्न आउनु पर्यो भन्दाखेरि हामीले इमिडिएट तुरुन्त पठाएर त्यो 23 गते हामीले त्यो एम्बुलेन्सलाई के अरे उद्धार गऱ्यौँ। उद्धार गरेर आगलागी नियन्त्रण गऱ्यौँ। त्यसपछि सँगै एकछिनपछि त्यही शान्तिनगरमा पोलमा आगलागी भयो, त्यो पनि नियन्त्रण गऱ्यौँ। त्यसको लगत्तै फेरि 2-3 बजेतिर सुन्दारामा मोटरसाइकलमा आगलागी भयो, त्यो पनि नियन्त्रण गऱ्यौँ। 23 गतेको घटना यो। त्यसपछि 3 बजेपछि कतै पनि जान सक्ने वातावरण बनेन। जता दमकल मुभ भयो, दमकल मुभ भएपछि त्यहाँबाट फर्काइदिने, ढुङ्गामुढा गर्ने गरेर हामीले नियन्त्रण गर्न सकेनौँ 23 गतेको कुरा। अब म 24 गतेतिर जान चाहन्छु। 24 गते पनि लगभग परिस्थिति त्यस्तै थियो, भयावह थियो, जताततै आगलागी थियो। हामीलाई फोन आइ थिए, हामीले रेस्पोन्स गर्ने निकै प्रयास गरेको हो। प्रयासको बावजुद कतैबाट हामीले पहिलो दमकल हामीले बसन्तपुरबाट मुभ गर्दाखेरि त्यहाँ जनसेवा र हिमालयन ब्याङ्कमा आगलागी भइरहेको थियो। यहाँ लोकल ठाउँमा भएको आगलागी नियन्त्रण गर्न छोडेर तपाईँहरू सिंहदौरा जान पाउनुहुन्न भन्दाखेरि हामीलाई त्यहीँ रोकिएको थियो र त्यहीँ आगलागी नियन्त्रण गऱ्यौँ हामीले। त्यसपछि दोस्रो दमकल चाबेलबाट रामेटीको दमकल मुभ गर्दाखेरि ढुङ्गामुढा गरेर हामीले त्यहीँ फर्काइदियो। अनि मेरो आर्मीको कर्नेल साहबसँग कुरा भएको थियो, उहाँले ल स्कर्टिङ म गरिदिन्छु पठाउनुहोस् न त भन्नुभयो। उहाँसँग मेरो कुरा भयो, स्कर्टिङ गरेर
लगभग बेलुका 4:30 बजेतिर हामीले वाणिज्य ब्याङ्क नयाँ बानेश्वरमा प्रवेश गरायौँ। ब्याङ्कमा आगलागी भयो, लुटपाट भयो, त्यहाँ बचाउनु पर्यो भनेर त्यहाँसम्म पुग्न चाहिँ सफल भयौँ। एक ट्याङ्कर पानी हानिसकेपछि, एक दमकल हानिसकेपछि हामी थप पानी लिन जानु पर्यो भनेर रामेटी जाने क्रममा चाबेलमा आर्मीको गाडीलाई पनि क्षति पुर्याइदियो। स्कर्टिङ गर्नेले पनि अब तपाईँहरू आफ्नो बाटो लाग्नुहोस्, अब काम गर्ने परिस्थिति देखिँदैन, त्यो हिसाबले तपाईँहरू अब अहिले बस्नुहोस् भनेपछि हामीलाई उहाँहरूले पनि मुभ हुन दिनु भएन। त्यसपछि प्रयास जारी नै रह्यो। हाम्रो आउने यता बालाजुको दमकल पनि मुभ गर्दाखेरि आउन सकेन। यसका बावजुद हामीले केही गर्न नसकेपछि त्यसपछि लगभग अब निकाल्नै पर्छ भनेर 8:15 हामी सिंहदरबार प्रवेश गरेका छौँ। त्यो CCTV फुटेजहरू, हाम्रा भिडियोहरू थुप्रै हामीसँग भएका, नेपाल आर्मीसँग भएका सबै हामीले डेलिभर गरिसकेका छौँ, सम्बन्धित ठाउँमा पुर्याइसकेका छौँ। हामीले अथक प्रयास गरेकै हो र लगभग 2 दमकल हामीले सिंहदरबारमा हानिसकेपछि अन्यत्रबाट पनि त्यस्तै डिमान्ड आइरहेको थियो। दमकल हामीसँग जम्मा 5वटामा अब कता पुर्याउन पनि पहल पनि गरेको, जान नदिएको अवस्थाले गर्दाखेरि हाम्रो नियन्त्रण बाहिर गएकै हो। हामीले चाहँदै पनि नसकेको अवस्था हो। 25 गते बिहान, 24 गते सिंहदरबारमा गरिसकेपछि 25 गते बिहान सर्वोच्चमा दमकल पठाएको हो, जहाँ म आफै पनि गएको थिएँ। म गएको एकछिनपछि ललितपुरको आएको थियो, तर बजारमा ट्रोल भयो। ट्रोल हुँदाखेरि ललितपुरको आइपुग्यो भन्ने त्यो कुरा चाहिँ मिथ्या थियो। पहिलो दमकल हाम्रै गएको हो, हामी नै गएको हो। एउटा जनरल नियम के छ भने के अरे जुन ठाउँमा पनि आगलागी हुन्छ त्यो ठाउँको दमकलले पहिलो एटेम्प गर्छ। नसकेपछि आगलागीको भोल्युम ठुलो भएपछि, नियन्त्रण बाहिर गएपछि हामीले नै अर्को निकायलाई बल्ल बोलाउने हो, अनि बल्ल अर्को जिल्लाको आउने हो। त्यो सिस्टम हुन्छ। त्यही किसिमले ललितपुरलाई पनि हामीले नै बोलाएको हो। 24 गते 25 गते बिहान गरिसकेपछि अन्यत्र जे जति हुन्छ सुचारू रूपले हामीले लगभग 57 ठाउँमा हामीले 57 पटक हामीले 23 र 24 गते हामीले 57 पटक एटेम्प गरेर हामीले आफूले स्रोत साधनले सकेसम्म हामीले गऱ्यौँ। एउटा हिल्टन होटलमा हाइराइज धेरै भएर माथि हार्न सकिएन, अन्यत्र सबै हामीले लगभग नियन्त्रणमा गरेको हो हाम्रो अथक प्रयासका बावजुद। अब म यसपछि अस्ति 13 गतेको भीमसेन थानको कुरा यसो कोट्याउन चाहन्छु। हामीलाई त्यहाँ आगलागी भयो भनेर एउटा गार्मेन्ट फ्याक्ट्रीमा, स्टोरमा 4:40मा हामीलाई फोन आएको छ। 4:44मा हाम्रो दमकल मुभ भएको छ, पहिलो दमकल मुभ भएको छ। त्यो मुभ भइसकेपछि उसले आगलागी नियन्त्रण गर्दै थियो। त्यही क्रममा हामीले बालाजुबाट पनि हाम्रो आफ्नै थप बोलायौँ, त्यसपछि त्यसले पनि गर्यो। अनि यता बसन्तपुरकै अर्को तेस्रो दमकल हामीले 5:01मा पठाएको छौँ, जुन CCTV फुटेजबाट पनि अब यहाँ टाइममा पुगेन भनेर पटक कुराहरू आइरहे। ल के हो त, यिनीहरूले मिथ्याइ बोले हो कि भनेर हामीले CCTV फुटेज चेक गऱ्यौँ, त्यसबाट स्पष्ट देखिन्छ। 4:44मा मुभ भएको छ, अनि दोस्रो 4:50मा भएको छ, तेस्रो 5:01मा भएको छ। त्यहाँ बाइ द वे के भइदियो भने अब जताततै गल्ली सबै ठाउँमा दमकल बस्न नसक्ने, एकैचोटि 10वटा दमकल त्यहाँ मुभ गराएर पनि फेरि काममा डिस्टर्ब हुने भएको कारणले गर्दाखेरि 3टा बोलाइयो। अनि चौथोमा हामीले ललितपुरलाई फोन गरेको हो। ललितपुरलाई आगलागी अलि बढ्दै गयो, यो गार्मेन्टको कपडामा अलिकति प्रज्वलनशील पदार्थहरू पनि रहेछ, यसलाई चाहिँ अलिकति नियन्त्रण गर्नु पर्यो भने ललितपुरलाई हामीले नै बोलाएको। ललितपुरले उल्टो फेसबुकमा हालेर ट्रोल गरेछ। यसरी सुनियोजित रूपमा कतैबाट लागेको पनि पाइयो। यसै गरी दमकलहरू टाइममा मुभ भएको छन्। स्रोत साधन अब जे जति छ त्यो हामीले सम्पूर्ण परिचालन गरेका छौँ। महत्त्वपूर्ण ठाउँमा हामी विभागीय प्रमुख, महाशाखा प्रमुख सबै हामी पनि पुगेका छौँ। ठुलो भोलमको आगलागी भएको स्थानहरूमा त्यस्तो अन्यत्र कुनै केही त्यस्ता नकारात्मक भावनाहरू हामीले नराखिकन हाम्रो आगलागी नियन्त्रणमा हामी दत्तचित्त भएर हामी अहोरात्र खटेको परिस्थिति छ। हाम्रा सुरक्षाकर्मीहरू, हाम्रा अग्नि नियन्त्रकहरू घाइते भएको अवस्था पनि छ। यसलाई यसरी सकारात्मक रूपमा अब सबैले बुझिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। यसमा 2-4वटा प्रश्न गर्न चाहन्छु म तपाईँसँग। प्रधान न्यायाधीशज्यूले अहिले जुन चाहिँ ट्रोल भएको छ समाचार, त्यो फटा हो कि होइन? उहाँको आफ्नो मुखबाट बोलेको छ, त्यो एउटा प्रश्न हो। 2 नम्बर, यो अहिले समितिका संयोजकज्यूले पनि भन्नुभयो जस्तै निस्किनु भयो जुद्ध बारुद केन्द्रबाट समयमा निस्कियो खबर पाउन साथै, तर आगलाई जुन चाहिँ घटना घटेको ठाउँमा चाहिँ समयमा पुगेको छ कि छैन तपाईँहरूलाई थाहा छ कि छैन? यो म प्रश्न हो यो मेरो। त्यसपछि जुन चाहिँ पानीको समस्या भएको थियो, अघि मैले त्यो प्रश्नको जवाफ त चाहियो नि त बाबा। तपाईँको विभागीय प्रमुखले तपाईँले राखेका त्यो जुद्धबारुद निकायको प्रमुखले चाहिँ सही काम गरेको छ छैन भन्ने कुरा त्यो बेला तपाईँ भएको भए म तपाईँसँग प्रश्न भन्थेँ होला। त्यो पोर्टेबल पम्प ल्याएर त्यो पानी लोड गर्ने व्यवस्था गर्नु भनेर तपाईँ त्यहाँ 5:30 बजेसम्म त्यहाँ तपाईँ छैन त्यहाँ। त्यसपछि म राजु पानीज्यूलाई सोध्नु होला, तपाईँले, तपाईँकै अब चेन अफ कमान्डको चाहिँ हाकिम हुनुहुन्छ
उहाँसँग जब भनिसकेपछि मात्र उहाँले चाहिँ दबाब दिइसकेपछि मात्र चाहिँ त्यो पम्प चाहिँ त्यहाँ पानीको चाहिँ लोड गर्ने चाहिँ पम्प चाहिँ बाहिर ल्याएको छ। अब यी कुराहरू तपाईँले बुझ्नुहुन्छ कि हुँदैन? एकपक्षीय रूपमा मात्र चाहिँ तपाईँहरूले चाहिँ अब निस्किएको छ ठुलो कुरा होइन। तपाईँहरू कोही अब चाहिँ बाट आवश्यक भयो भने मात्र अरू ठाउँमा बोलाउने भन्ने कुरा पनि भएको छन्। तर ललितपुरको दमकल बोलाउने काम तपाईँहरूले गरेको भन्दा पहिला हामीले गरेको थियो त्यहाँ। त्यसपछि तपाईँले बोलाउने, तपाईँको भूगोलभित्र चाहिँ तपाईँले भनेपछि मात्र आउने होला। तर आगलाई नियन्त्रणको सवालमा चाहिँ कस्तो भने हामीले 4:30-5 बजे उसलाई फोन गर्दाखेरि फोन गर्न साथै ऊ चाहिँ त्यहाँ समयमा आउनुभयो। कसरी पूर्व तयारी आउनुभयो भनेर भन्दाखेरि दमकल हुन्छन्, पम्प हुन्छन्, त्यसपछि सँगसँगै अर्को पानी ट्याङ्की पनि सँगसँगै आएको हुन्छन् र एम्बुलेन्स समेत उसको सँगै आएको हुन्छन्। उसको पूर्व तयारी सिक्नुहोस् बाबा, तपाईँले गरिरहेका काम, राम्रो काम गरिरहेकोहरूसँग सिक्नु पर्यो हामीले। अनि हामीले यो गरेको छौँ, हामीले यसै चाहिँ समयमा चाहिँ अब हामी निस्किएको छु छैन त भनेको छैन। समितिको संयोजकज्यूले पनि समयमै निस्केको छु भन्नुभएको छ। तर त्यहाँ ठाउँमा कति बजे पुग्यो भन्ने कुरा मात्रै हो। तपाईँको जुद्ध 12 यन्त्रमा पानी किन चाहिँ ट्याङ्की फुल भएन त्यो भन्ने मात्रै हो हाम्रो प्रश्न त्यो हो। अनि त्यहाँ चाहिँ अब कस्तो किसिमको आलय भएको थियो र त्यहाँ कसरी चाहिँ त्यो नियन्त्रण गर्नुपर्छ भन्ने ज्ञान भएका विभागीय त्यहाँ त्यो नेतृत्व लिइरहेको मान्छे त्यो हो कि होइन, विज्ञता भएको मान्छे हो कि होइन, त्यो हाम्रो प्रश्न थियो। यो आगो लागि भयो, आगलाई नियन्त्रण गर्नुपर्ने, यस्तो गर्ने। अब म पनि त्यस विषयमा जानकारी मान्छे होइन, तर त्यहाँ भएका कुराहरूको आर्मी सशस्त्र र त्यहाँ चाहिँ अब चाहिँ पाटनको चाहिँ दमकलको बोलाउने सवालमा हामीले पनि धेरै कोसिस गरेको हो, बोलाएको हो। हामीले फोन गरेको छौँ, समयमा फोन गरेको छौँ उहाँलाई पनि। किनभने हाम्रो अघि भन्नुभयो जस्तै समयमा त्यो नपुग्दाखेरि यी आँटिएर चाहिँ सबै ठाउँमा चाहिँ हामीले समन्वय गर्ने काम हामीले गर्छौँ। त्यसैले गरियो भन्ने कुरा होइन कि हामीले गरेको चिजलाई पनि कमसेकम अब म प्रमुखज्यूलाई पनि प्रस्तावै राख्न चाहन्छु। यस विषयमा कमी कमजोरी ल ठिक छ, वडाधीशज्यूले आफ्नो हिसाबले प्रस्तुत गर्नुभएको छ। अब विपद व्यवस्थापनको चाहिँ सम्बन्धित जिम्मेवार व्यक्तिले चाहिँ आफ्नो कुरा गर्नुभएको छ। यस विषयमा छानबिन गरौँ न त, दोषी उप चाहिँ कार्यवाही हुनु पर्यो नि त। यदि भएन भने चाहिँ कस्तो भने यसलाई चाहिँ अब कि उहाँले भनेको चिज चाहिँ फटा हुनु पर्यो कि मैले भनेको चिज फटा हुनु पर्यो, या त त्यहाँ वस्तुस्थिति बुझ्ने वडाधीशज्यू त्यहाँ 3 बजे 3:30 बजे आग लागि हुनासाथी फिल्डमा हुनुहुन्छ उहाँ। म त अलिकति टाढा बस्ने भएकोले म अलिकति ढिला पुगेँ त्यहाँ। उहाँहरूसँग बुझौँ त, सबैसँग बुझौँ, छलफल गरौँ। त्यहाँ नियन्त्रण गर्नको लागि चाहिँ खटिएका स्वयंसेवकहरू त्यत्रो थियो। नेपाल चाहिँ स्काउटदेखि लिएर चाहिँ अब चाहिँ एनसीसीदेखि लिएर रेड क्रसदेखि लिएर सबै त्यहाँ खटेर काम गरिरहेको थियो। बुझौँ त उहाँहरूसँग फिल्डको कुरा। अब मैले यो गरेँ भनेर भन्ने कुरा ठुलो कुरा होइन। हामीले तपाईँहरूले समयमा गरेको भएर त्यो आग लागि नै हुँदैन थियो, त्यत्रो विकराल रूपै लिनुहुन्थ्यो हामीले थाहा भए अनुसार। किनभने 3:30 बजे नै त्यहाँ आग लागि भइसकेको थियो। त्यसपछि चाहिँ अब चाहिँ जुन प्रक्रियाहरू अगाडि बढ्दै जाँदाखेरि यो ढिला सुस्तीले गर्दाखेरि चाहिँ आगलाई विकराल रूप लिएर 6-7वटा चाहिँ घर चाहिँ छुने अवस्था भयो। त्यसैले यी विषयमा पनि कमसेकम यहाँले दमकल जुद्ध 12 यन्त्रबाट निस्केको कुराकोदेखि लिएर सबै कुरा तपाईँहरूसँग फुटेज छ। तर जुन घटना घटेको ठाउँमा समयमा पुगेको छ छैन। ललितपुर दमकल, आर्मीको दमकल, अन्य दमकललाई चाहिँ हामीले पनि त्यहाँ कसको चाहिँ फोनबाट चाहिँ के भएको छ कुरा बुझौँ हामी। ल समिति एउटा 2-3वटा तपाईँहरूलाई बनाइदिनुहोस् होला, हामी त्यहाँ बुझ्छौँ। कसले भनेर आउनुभयो तपाईँलाई सूचना पहिला सबभन्दा पहिला कसले दिनुभयो? तपाईँले भन्नुहुन्छ काठमाडौँ महानगरपालिकाको दमकलले आवश्यक भयो भने मात्र अरू ठाउँको हामी बोलाउँछौँ, त्यसपछि मात्र उहाँहरू आउनुहुन्छ भन्नुभयो। अब त्यही मोडेलबाट चाहिँ यो अहिले भएको छ छैन बुझौँ। ल बुझ्नु अरू प्रमुखजीले जिम्मा दिनुहोस्, हामी त्यो इन्भेस्टिगेसन गर्छौँ, हामी तपाईँलाई रिपोर्ट चाहिँ पेस गरिदिन्छौँ। अनि उहाँले चाहिँ गरेको काम अनुसारले उहाँले चाहिँ यहाँ प्रस्तुत गरेको चिज ठिक छ छैन त्यसपछि थाहा हुन्छ जनताले। गरौँ, प्रस्तुत छ। म त्यसैले म भन्नु खोजेको चाहिँ के हो भने अरू धेरै लामो कुरा होइन यो। हेर्नुहोस्, कमी कमजोरी भइसकेपछि सहर्ष स्वीकार्नुपर्छ। मेरो आफ्नै वडाबाट निस्केको दमकल हो, मेरो आफ्नै वडाबाट तपाईँ दमकल चाहिँ समयमा निस्केको छैन भनेर हामीले भनिरहेको छैन। प्रमुखज्यू संयोजकज्यूले पनि भने जस्तै मैले त्यसलाई स्वीकार गरेको छु। तर समयमा त्यहाँ किन नपुगेको प्रश्न हो यो। त्यसको लागि चाहिँ आर्मीको दमकलले, अन्य निकायको दमकलले चाहिँ अब कहाँ के छ भनेर सर्वे गरेर उनीसँग सबै डाटाहरू छन्। आर्मीले त्यहाँ जहाँ पानी छ त्यहाँ आएर लिन आइरहेको अवस्था छ। तर हाम्रै जुद्ध 12 यन्त्र मेरै वडाभित्र पर्ने म कहीँ अब त्यही त्यत्रो पानी स्टोर गरेर राखेको छु। त्यस विषयमा चाहिँ अब विभागीय प्रमुखलाई भन्दाखेरि लापरवाही गर्ने काम
जसले गर्दाखेरि 8 घन्टा पौने घन्टा ढिला हुँदाखेरि जसले चाहिँ त्यहाँ अरू थप चाहिँ अब चाहिँ क्षति भएको अवस्था जस्तो मलाई लाग्यो, दुःख लागेको छ मलाई। किनभने मैले त्यत्रो चाहिँ हाम्रो काठमाडौँ महानगरपालिकाको बजेटबाट नै निर्माण गरेका त्यो हाम्रो पूर्वाधारहरूको चाहिँ फाइदा हामीले नै लिन नसक्ने भयो भने त्यो लगानी गरेको के औचित्य रह्यो र? त्यसको लागि चाहिँ अब भन्दै पनि उहाँले चाहिँ अब जबरजस्ती अलिकति जिद्दीको पनि देखाइयो। त्यसपछि राजु पाण्डेलाई सोध्नु होला तपाईँहरूले, उहाँले भनेपछि मात्र त्यहाँ चाहिँ उसले चाहिँ उसको काम चाहिँ आदेश मानेर काम गरेको अवस्था प्रत्यक्ष। त्यसपछि म तपाईँलाई पनि भनेको थिएँ, मनोजलाई पनि भेटेको थिएँ, यस्तो यस्तो भयो है भनेर मैले तपाईँलाई जानकारी गराएको थिएँ। त्यही कुरालाई चाहिँ तपाईँ मेन्टेन गरेर अहिले चाहिँ प्रस्तुत गर्नुभयो, त्यसलाई मलाई दुःख लागेको छ। किनभने एक्जाम के ठिक हो के बेठिक हो तपाईँले चाहिँ मूल्याङ्कन गर्ने हो। त्यसैले कमजोरी मेरो विभागबाट कसरी कमजोर गरेको भए कमजोर गर्नेलाई उसलाई चाहिँ सच्याउने कसरी हो हामीले चाहिँ छलफल गरेर अगाडि बढ्न सकिन्छ। तर छोप्दै जानु हुँदैन, छोप्दै गनाएको चिजलाई छोप्नु गयो भने तपाईँ आफै पनि भोलि समस्यामा पर्न सक्नुहुन्छ। धन्यवाद, म यति भन्न चाहन्छु।